हामी यतै बसौँ न त तपाईहरु अगाडि बस्नु अगाडि यतातिर बस्नु है अरू साथीहरु होला त्यसलाई यता भयो आज फेरि कस्तो मन्त्रीज्यू बिरामी पनि अर्को कुरा आज प्रधानमन्त्रीले सेयर गर्ने आदिवासी प्रतिनिधिहरूको मिटिङ थियो त्यहाँबाट अहिले राष्ट्रपति कार्यालयमा एउटा मिटिङ भर्खरै जानकारी भयो उहाँ अर्को साथीभाइ पनि आउने हजुरहरूको चाहिँ परिचय पनि म सचिव राजस्व अर्थ मन्त्रालय भूपाल बराल है म सचिव म पनि सचिव हामी दुईजना सचिव म घनश्याम उपाध्याय हजुरलाई मैले सायद हजुरलाई नै कन्ट्याक्ट गरेँ होला होइन मलाई त गरे है त कहिले प्रशासन शाखाको सचिव उहाँ त हेरिसक्नुभयो अब आज यसो गरौँ ज्ञापन पत्र होइन खासको विषय चाहिँ के हो भने आजको चाहिँ हाम्रो शुक्रबारदेखि नै हामीले एउटा निवेदन रेडी गरेको थियौँ होइन शुक्रबारमा चाहिँ समय पनि मिलेको थिएन होइन समितिमा कल गर्दा पनि तपाईँहरू अर्थ मन्त्रालयमा जानुहुन्छ भने त्यतैबाट एसेस लिनु न पास भन्नुभयो उहाँले र ठिकै छ भनेपछि हामीले आइतबारको लागि पोस्टपोन गरेर आइतबार 9:30 बजे आजको त्यहाँबाट सुरु गऱ्यौँ होइन पहिला सुरुमा हामीले बुझ्यो मन्त्रीज्यूको चाहिँ अपोइन्टमेन्ट समय मिल्छ कि मिल्दैन भन्ने कुराहरू राखेपछि उहाँले आज बिजी हुनु सेड्युल बिजी छ भने चाहिँ ठिक छ हामी त्यस पछाडि हामीले ल हाम्रो निवेदन मार्फत जुन विषयमा छ त्यो चाहिँ दर्ता गर्छु है भनेर होइन दर्ता गर्छु तर 2 जना घाइते हुन्छ 2 जना घाइते हुन्छ एसेस दिन्न पास दिन्न भनेपछि उहाँले एउटा फोन लाइनबाट दिन्छ अर्को फोन लाइन अहिले डिसाइड मैले माइन्डबाट डिसाइड फोन लाइनबाट दिन्छ मैले माइन्डमा कभरेज गरेको होइन यतिवटा फोन लाइनमा मैले फोन गरेको होइन तपाईँको होइन यतिवटा फोन लाइन 9:30 बजेबाट सुरु गरे पछाडि कसैले हामी 2 जना मात्रै थियौँ हामी 2 जना आउँछु भनेर निवेदन दर्ता गरेर अब मन्त्री भेटेन भने ठिक छ भनेको दिनमा गएर अपोइन्टमेन्ट दिए पनि नदिए पनि हामीले गुनासो नभए पछाडि यता बस्नु अनि उहाँहरूलाई फोन गरेपछि उहाँले घुमाएकै गरे त्यसपछि पर्सनल नम्बरमा पनि मलाई याद छ 98110977 उहाँले चाहिँ निजी सचिवालयको उहाँलाई पनि मैले गुनासो राखेँ सर हामीले फोन गर्यो यो लाइनमा फोन गर्दाखेरि चाहिँ कसैले पनि हाम्रो पास एसेस गरेको कुरा सुनेन तपाईँले चाहिँ प्लिज कृपया भनिदिनु न हामी अझै कुरिरहेछौँ लगभग 1:30 बाट 2 बजेसम्म 2 जनाको लागि गर्दिनँ भन्दाखेरि उहाँले ल म भनिदिन्छु भने तर उहाँले भनेन हामीलाई थाहा भएन त्यस पछाडि 3 बजेबाट 3:15 पनि हामीले वेट गऱ्यौँ गेटमा र गेटमा वेट गरे पछाडि त्यहाँबाट चाहिँ होइन यो चाहिँ ब्युरोक्रेट कर्मचारीको दमन नै हो होइन किनभने तपाईँ आफै हेर्नु 9वटा फोन लाइनमा मलाई याद मेरो माइन्डमा याद भएको पछाडि त 9वटा फोन लाइनमा म बोल्छु गेटबाट गेट होइन मेरो फोनबाट साथी 2 जनाको लागि एसएसको लागि दर्ताको लागि मागेको तर तपाईँहरूले हामीलाई यसरी घुमाउनु भयो भ्रष्टाचार विरुद्धको निवेदन लिएर आएको दर्ता गर्नलाई संसद भवन गेटमा हाम्रो घाइते साथीहरूले 23-24 गते त्यो आन्दोलनमा भ्रष्टाचार विरुद्धको लागि गोली खायो होइन म आफूले पनि गोली खायो अनि यहाँ सिंहदरबारमा आउँदाखेरि कर्मचारीको गोली खानुपर्ने हामीले खेप्नुपर्ने कारण यो भएको कारणले गर्दा चाहिँ तपाईँहरूले नम्बर यहाँ बगैँचा छँदैछ सबैभन्दा बढी गर्ने भनेको फोन लाइन 300 लास्टमा भएको अनि
3-2 वाला उहाँले चाहिँ जे सुकै गर भन्नु भयो क्या लास्टमा यो 3 के 0 होला नम्बर छ नि उहाँले चाहिँ जे सुकै गर भनिदिनु भयो क्या ठिक छ त म अनि यो कुरा चाहिँ अब हाम्रो विषय आजको यो होइन एउटा पासको लागि यसमा थोरै कुरा राख्नु ध्यान सुन्नु तपाईँले म के भन्छु नि सर होइन यदि दुईजनालाई दिएको भए त यो माहौल त क्रिएट हुँदैन थियो नि हामी कसै हाम्रो यो घाइतेको नियतै छैन कि हामी नियत छैन कि आएर मिडियाबाजी गर्नु यो सरकारलाई यो राज्यलाई दमन गर्नु यो विरोधमा जानु हामीले त 20 दिन बसेर त्यहाँ माइती घरमा बसेर ज्ञापन पत्र बुझाएपछि सम्झौता नहुनुभन्दा अगाडिसम्म 20 दिन बसेर कतिवटा पार्टीको र कतिवटा समूहको आन्दोलन रोक्यो भनेर हामीलाई मात्रै थाहा छ त्यहाँ घाइतेलाई यो राज्यलाई सपोर्ट गरेर यो सरकारलाई सपोर्ट गरेर यतिको गर्दा पनि हाम्रो घाइतेहरूलाई चाहिँ हेपाइ गर्नु ल ठिक छ सरकार हाम्रो राज्य हाम्रो तर लास्टमा आएर त ब्युरोक्रेट र कर्मचारीहरू त हाम्रो भएन नि त हामी के को लागि त के भ्रष्टाचारको विरुद्धमा निवेदन एउटा दर्ता गर्नु त आएको त्यो विषयमा पनि तपाईँहरूलाई अलि नराम्रो लागेको जस्तो हो भने चाहिँ भनिदिनुहोस् हामी भोलिदेखि आउँदैन भ्रष्टाचार विरुद्धै लड्दिन अहिले हामीले नलडे व्यवहारमा हामीले नल्याए कानुनमा हामीले नल्याए आउने पिँढीलाई कति दुःख हुन्छ विदेश जानुपर्ने भएको छ विदेशमा बसेको मान्छेहरूले भरेको आइपिओको पैसाहरू कसरी लुट्नु खोजिरहेछ एउटा उहाँहरूले रेमिट्यान्समा पठाएको पैसाले हाम्रो देश चलिरहेछ 80% भनेको चाहिँ उहाँहरूको पैसालाई यहाँ कुनै व्यक्ति मान्छेले त्यो पनि नेपाल देशको होइन विदेशको मान्छेले चलखेल गरेर खानु खोजिरहेछ त्यो खानु खोजिराख्दाखेरि हामीले मात्रै होइन कि यो विषयमा अरूले पनि दिएको रहेछ निवेदन दिएको रहेछ भित्र बोर्डमा अनि हाम्रो पनि हक हुन्छ नि भ्रष्टाचार गरिरहेको छ नि हामीले के को लागि लडेको त्यो विषयको लिएर चाहिँ आज आउँदै गर्दाखेरि चाहिँ हामीले दुःख पायौँ अब यो कुरा तपाईँहरूसँग राखे पछाडि मन्त्रीज्यूसँग पनि फोन भइसकेको थियो अगाडिको कुरामा थोरै प्रश्न गर्नु भने उपस्थित सम्पूर्ण शासकहरू नमस्कार मन्त्रालयको तर्फबाट हामी दुईजना सचिव छौँ सहसचिव हुनुहुन्छ कम्युनिकेसनमा आएको केही चाहिँ उसले आज फेरि दुईटै सचिव दुईवटा उसमा प्रतिष्ठान मन्त्रीज्यू राष्ट्रपति कार्यालयको मिटिङमा हुँदा तपाईँहरूको यो पासमा जुन चाहिँ असहजता भएको देखियो यसमा पनि दुःख व्यक्त गर्छु मन्त्रालयकै तर्फबाट पनि को साथीहरूले के राम्रो रेस्पोन्स गरेर रहन्छन् त्यो हामी पनि हेर्छौँ अब विषयवस्तुमा जाउँ विषयवस्तुहरू के थियो त्यसैले हामी अब विषयवस्तु आउँदै हुनुहुन्छ भन्ने जानकारी पाउन साथ हामी चाहिँ दुईवटा सचिव चाहिँ स्ट्यान्ड बाई तल झरिसकेर बसिहाल्यौँ त्यो एउटा फोटो चाहिँ गर्नु है त्यो दर्ता गरेको मैले फोटो खिचेको माननीय मन्त्रीज्यू अर्थ मन्त्रालय सिंहदरबार काठमाडौँ विषय रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्कासित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्का गरी नेपाल धितोपत्र बोर्डमा व्यक्त भ्रष्टाचारलाई छानबिन गरी पाऊँ भन्ने सम्बन्धमा महोदय उपरोक्त सम्बन्धमा पुँजी बजार क्षेत्र देशको आर्थिक विकासमा अहम भूमिका निर्वाह गर्ने क्षेत्र रहेको तर यस क्षेत्रको विकास विस्तार आधुनिकीकरण र सुधारमा सरकारको उचित ध्यान नपुगेको कारणले समय समयमा यस क्षेत्रमा व्याप्त अनियमितता र भ्रष्टाचार लगायतका घटनाहरूको भिडियो तथा लिखित सामग्री नेपालका राष्ट्रिय दैनिक अनलाइन तथा पत्रपत्रिकामा सार्वजनिक भइरहेको र यसै क्रममा हाल चर्चामा रहेको रिलायन्स स्पिनिङ मिल्सको प्रारम्भिक सार्वजनिक निष्कासन पनि अनियमितताको उच्च उदाहरणको रूपमा चर्चामा रहेको र यस घटनामा नेपाल धितोपत्र बोर्ड अर्थ मन्त्रालय कर्मचारीहरू कम्पनी नेप्से यो डेडिकेट ट्रङ्क एजेन्सी लेखा परीक्षक कम्पनी रजिस्ट्रारको कार्यालय योग्य संस्था लगायत लगानीकर्ता नेपाल धितोपत्र बोर्डका सञ्चालकहरूको मिलोमतो देखिएको र नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्षहरू भीष्मराज ढुङ्गाना र रमेश कुमार हमाल कार्यवाहक अध्यक्षहरू नरेन्द्र राज र महेश बरालका काम कारबाहीहरू विवादास्पद रहेको र हालका अध्यक्ष पनि विवादमा रहेकाले
यस क्षेत्रमा संलग्न 73 लाख लगानीकर्ता भ्रष्टाचार विरुद्धको लडाईँमा शहीद भएका 78 जना जेन्जी घाइते युवाहरू नेपाली नागरिकको हितको रक्षाको लागि देशको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा उन्नत बनाउन उपयुक्त कदम चाल्न र उक्त क्षेत्रमा व्याप्त भ्रष्टाचार निर्मूलन गर्नका लागि आवश्यक कदम चाल्न संयुक्त जेन्जी लायन्स व्याथ पारिएको छ। त्यसकारण नेपाल धितोपत्र बोर्डका अध्यक्षको तत्काल राजीनामाको माग गर्दै यस्तो प्रकारका क्रियाकलापहरूमा लगाउन नलगाइएमा नेपालको आर्थिक क्षेत्र खैरो सूचीबाट कालो सूचीमा जान सक्ने बेहोरा पनि जानकारी गराउँदछौँ। मागहरू 4वटा मागहरू रहेका छन्। रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि निष्कासित आइपिओ बाँडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने। दोस्रो माग निष्पक्ष छानबिन आयोग गठन गरी तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्ने। बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने। भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने। अध्यक्ष विजेश तामाङ, धन्यवाद। अनि यो कारणहरू पनि उहाँले पढिदिनु छ भन्नुहुन्छ, कारण पनि पढिदिनु छ के को कारणले गर्दा त विषयवस्तु त ल्यायो, लगभग बुझिसक्नुभयो होला। हामीसँग भएको केही कारणहरू पनि पढ्नु भयो सर। समयलाई ध्यानमा राख्दै मैले कारणहरू पढ्न भए। रिलायन्स स्पिनिङ मिल्सका कारणहरू। रिलायन्स स्पिनिङ मिल्सले 2 वर्ष अघिको वित्तीय विवरण पूर्ण मूल्याङ्कन बिनै हतारमा आइपिओ निष्कासन गरेको, जुन बजार र लगानीकर्ताको हितमा छैन है। अनि सेवन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले कम्पनीको 1 अर्ब 75 करोड 36 लाख रुपैयाँ दायित्व थपिएको अवस्थामा पूर्ण मूल्याङ्कन बिनै कम्पनीको आइपिओ निष्कासन प्रक्रिया अगाडि बढाउन बिक्री प्रबन्धकलाई पत्र पठाएको। बोर्ड सञ्चालक समितिमा छलफल नगराइकन आइपिओको काम अगाडि बढाएको, साथै बोर्ड सञ्चालकहरू असन्तुष्ट बनेका छन्। अभाव पत्र साथै विवरण पत्रमा विद्युतको बक्यौता वा तिर्नुपर्ने दायित्व समावेश नगरेको। अनि प्रोजेक्ट एरियाको जग्गाको मूल्याङ्कन होचुवाको भरमा साथै आइपिओ प्रयोजनको लागि बढाएको। बुक बिल्डिङ विधिमा आफ्नो सेयरको मूल्याङ्कन बढाउन सीमित कम्पनीमा एउटै मूल्याङ्कन कायम गरी सिन्डिकेट रूपमा 820 होला, यो 920 लेखेको चाहिँ 820 हो 920 ल 920 रुपैयाँ कायम गरेको। नेपाल 820 हो 920 होइन, यहाँ 920 टाइप भएछ, ठिक छ। नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालयका कर्मचारी, क्रेडिट रेटिङ एजेन्सी कम्पनी, लेखा परीक्षक, योग्य संस्थागत लगानीकर्ता, नेपाल धितोपत्र बोर्डका सञ्चालकहरू सबैको मिलोमतो देखिएको। आर्थिक वर्ष 2081-82 को चैत्र मसान्तसम्मको प्रति सेयर आम्दानी 2.80 पैसा र असार मसान्तसम्म 2.43 पैसा छ। आर्थिक वर्ष 2081-82 को आर्थिक सूचीहरू देखावटी र जालसाजी बनाइएको। यस आइपिओ निष्कासनमा ठूलो भ्रष्टाचार र कुशासन, इतिहासकै ठूलो स्क्याम देखिएको। व्याप्त अनियमितता, विभिन्न निकायमा भ्रष्टाचार अनियमितताको निवेदन परिराखेको र अध्ययन अनुसन्धान भइरहेको। विवरण पत्र तयार गर्ने चार्टर एकाउन्टेन्ट विवादित भइराखेको। 3 पूर्व अध्यक्षले कडा आपत्ति सहित गम्भीर प्रश्न र असहमति उठाएका छन्। माथि उल्लेखित कारणले गर्दा वैदेशिक रोजगारीमा रहेका निकासित आइपिओ बाँडफाँड तत्काल रोक्नुपर्ने भन्ने छ। मागपत्र त्यो अघि नै पढिहाल्यो, पछाडि पनि छ हेर्नु त, यही नै हो। अब त्यो पढ्ने तपाईँको एउटा आइपिओ निकास गर्दाखेरि 30% हो, 30% गर्नुपर्छ कुनै कम्पनीले। तपाईँहरूलाई पनि थाहा होला यो विषयमा होइन। उहाँहरूले 10% गरेको छ। हिजोको दिनमा पनि मैले पनि एउटा आइपिओ भर्दै गर्दाखेरि सेकेन्डरी मार्केटमा जाँदाखेरि मैले पनि केही पैसाहरू नबुझेर आफूले पनि अलिकति गुमाएको पनि छ। यो विषयलाई पनि ध्यान आकर्षण गर्दै अब हामी त अब तपाईँ आफै बुझ्नुहोस्, घाइतेहरू घरमै बसेर केही डिजिटल मार्फत अब यही पुँजी बजार मार्फत पनि 1-2 पैसा पनि हुन्छ कि भनेर कोही साथीहरूले त अब लगानी गरेर पनि गर्दै पनि होला। यो विषयमा ध्यान आकर्षण दिएन भने अब हामी फिजिकल रूपमा काम गर्न सक्दैन। यो विषयहरूलाई पनि पुँजी बजारलाई पनि डिजिटल मार्फत पनि काम गर्दै अगाडि बढौँ, आफ्नो स्किललाई अगाडि बढौँ भने पनि
यो भित्र पनि यत्रो घोटाला हुन्छ भने अहिलेको विषय त एउटा होला अरे भोलिको दिनमा त तपाईँले देख्नुहुन्छ यो अर्थ मन्त्रालयमा हाम्रै घाइतेहरूकै अनुहार देख्नुहुन्छ कि यो दर्ता लिएर आउने सधैँ पनि हामी त किनभने भ्रष्टाचार विरुद्ध सधैँ पनि हुन्छौँ कि चाहे जुनै सरकार आउँछौँ हामी लड्छौँ कि यसको लागि फोटो खिच्नुहुन्छ होइन यो होइन हामी फोटो खिच्न आएको होइनौँ होइन अब यहाँ मेन कुरा भनेको गुनासो अब यस्तो हो यो गुनासोको लागि चाहिँ सुन्नु न सर म भन्छु गुनासोको लागि चाहिँ हामीले फोन पाएको छ अर्थमन्त्रीज्यूसँग उहाँले चाहिँ उहाँको बैठक सकाए पछाडि आउनुहुन्छ भनेको छ उहाँलाई गुनासो हामीले उहाँ अब यो त उहाँले पढ्नु भइहाल्छ आउँछु भन्नुभएको छ उहाँ आए पछाडि तुरुन्तै अब हाम्रो त्यहाँनिर अब हामीले दर्ता गरेर जाने कुरामा अब यो मागहरू छ नि यहाँनिर यो मागहरूलाई चाहिँ तुरुन्तै उहाँले फोन गरेर हुन्छ कि अब त्यो भित्र बोर्डको अध्यक्षज्यू अहिले बिदामा बस्नु भएको छ हेर्नु त यस्तो इम्पोर्टेन्ट काममा होइन कुरो यस्तो हो सर अब हाम्रो अध्यक्षज्यूले पनि धेरै कुराहरू भनिसक्नुभयो अब यो कर्मचारी साथीहरूले हामीलाई कति ज्यादती गर्नुभयो त्यो कुरा तपाईँहरूले बुझिसक्नुभयो होइन आज हामीले 10 ठाउँमा ल्यान्डलाइनमा हेर्नुहोस् हाम्रो अध्यक्षज्यूले ल्यान्डलाइनको नम्बर सुत्दै याद गर्नुभएको छ जबकि अहिलेको जमाना ल्यान्डलाइनमा कमै फोन हुन्छ तपाईँहरूले यसरी घुमाइराख्दाखेरिमा बरु तपाईँहरूले बिहान हामीलाई सहजै रूपमा आउन दिएर हामीलाई यो पत्र पठाउनु यहाँ चाहिँ बुझाउन मात्र दिएको भए पनि हामीमा शङ्का धेरै हुन्थेन दुईजना आउँथ्यो यसरी होइन दुईजना आउँथ्यो बुझाउँथ्यौँ जान्थ्यौँ होला तर तपाईँहरूले यसरी घुमाइराख्दाखेरिमा वास्तवमै यो हामी चाहिँ रगत त भ्रष्टाचारको लागि बगाएका थियौँ आज तपाईँहरूले घुमाइराख्दाखेरिमा वास्तवमै भ्रष्टाचार भएछ भने हामी 100% कन्फिडेन्ट बढ्यो कि त्यो भएर हामी सिंहदरबारमा बस्दै गर्दा बिचरा हाम्रो उहाँ सरहरूसँग चाहिँ त्यो उहाँहरूको आफ्नो ड्युटीमा हामीलाई पनि त त्यो दखल अन्दाज गर्ने त कुनै चाहिँ हाम्रो इच्छा होइन नि हामी त्यहाँ बस्दै गर्दाखेरि बिचरा उहाँले दुःख पाउनु पर्ने नि ल हेर्नुहोस् त तपाईँहरूको एउटा कर्मचारीले त्यो ल्यान्डलाइन किन बनाउनु भएको हो हजुरहरूले भनेको त्यो हाम्रो गुनासो सुन्नलाई होइन अनि एउटा कुरा है सर अर्को कुरा यो मागहरू चाहिँ यो जुन 4वटा माग राखिया छ नि यसमा चाहिँ अरू यो 2, 3, 4 को माग जेसुकै होला है यो पहिलो नम्बरको माग चाहिँ यो आइपिओ बाँडफाँड चाहिँ तत्कालै तपाईँहरूले के गरेर चाहिँ रोक्नुपर्ने हो अन्तर्मन्त्रीलाई अहिले बोलाएर हुन्छ कि के गरेर हुन्छ होइन बिहान आएको भए कुरो अर्कै हुन्थ्यो तपाईँहरूले धेरै घुमाएपछि 100% भ्रष्टाचार भएको छ भन्ने हो यसैको लागि रगत बनायो बगाएको रगतले न्याय पाउनुपर्छ अरू कुरा खास 73 लाख डेबिट एकाउन्ट खोलेको मान्छेहरू छन् नागरिक तत्काल रोक्नु पर्यो कि त्यो नागरिकमा हामी जेन्जी पनि पर्छ घाइते पनि पर्छ त्यो भएको कारणले गर्दा चाहिँ यसमा चाहिँ अब फोन गरेर हुन्छ कि कसरी हुन्छ यो ठुलै चलखेल छ अनि त्यो अघि त्यो हामीलाई जसरी बाहिरमा हामीलाई उ गरायो नि जुन यो हामीलाई कर्मचारीले घुमायो नि यिनीहरूलाई कारबाही हुन्छ कि हुँदैन प्रत्यक्ष हैन भोलि अब के गरेर आज त्यो फोन उठाउँदा घुमाउनु भएको थियो नि उहाँहरूको कुरा सुनौ त्यसपछि हाम्रो ल उहाँहरूको पनि सुनौ है केटा सुन्नु पनि पर्छ क्या सुन्नु पनि पर्छ नसुन्नेसम्म बुझिँदैन कि हामी त्यो अब एकछिन उहाँहरूलाई है तपाईहरुले सबै साथीहरुलाई पुनः स्वागत छ तपाईहरुले यहाँ चाहिँ अर्थ मन्त्रालयमा आउनको लागि कामको कठिनाइ हुनुभयो त्यसका लागि मैले अघि पनि दुःख व्यक्त गरेँ र आज मन्त्रीज्यू हामी ड्युटी सचिव बाहिर भएको चाहिँ चान्स भयो र हामी अहिले पनि कस्तो भने यसलाई कसरी सकारात्मक रूपमा लिनु होला भने अफिस टाइमको दृष्टिकोणले भन्दा पनि तपाईहरुको सिरियस विषय सिन्सियरली बिहानदेखि त्यहाँ बसेको कुरा जब मन्त्रीज्यूले र हामीले जानकारी पायौँ त्यसपछि इमिडिएट मन्त्रीज्यूलाई उ गरेर हामी हजुर आउन नसकेन हामी दुईटा सचिव हिँड्छौँ हामी चाहिँ उ गरेर हजुरलाई ब्रिफिङ गर्छौँ भन्नु मन्त्रीज्यूले पनि त्यहाँ बसेर पहिला 2 जना आउने भन्ने कुरा रहेछ मन्त्रीले आफैले पनि के भन्नु होइन त्यसै आउने साथीहरू एउटा सहकारी कर्मचारीको आइडी बोकेर आउन सक्ने मान्छेले हामीले आधिकारिक रूपमा यसरी आउँदाखेरि यसरी बसाउनु भएन नि त यहाँको कर्मचारीले अब पहिला उहाँको कुरा सुनौँ अनि अर्थ मन्त्रालयको राजनैतिक र प्रशासनिक हामी सचिवहरू जो छौँ नेतृत्वले त्यो तपाईँहरूको विषयको सिरियसनेस सेन्सिटिभिटी र तपाईँहरूले आज भोगेको चाहिँ जुन कठिनाइ भयो नि त त्यो महसुस गरेरै हामी अहिले यहाँ बसिरहेको छौँ त्यसका लागि म तपाईँहरूलाई अझै पनि दुःख व्यक्त गर्छु र अब यो पासमा कसले के चाहिँ गरेको रहेछ हामी त्यो आन्तरिक रूपले एउटा कुरा सुन्नु अर्को सेकेन्ड कुरा के हो भन्नुहुन्छ भनेपछि यो मात्रै होइन यहाँ धेरै विषयहरू अर्थ मन्त्रालयमा आउँछन् जेएनजीसँग सम्बन्धित अन्य विषयहरूसँग सम्बन्धित र यहाँ यो गुनासोसँग सम्बन्धित अर्थमन्त्रीज्यूले त स्पेसल्ली आफ्नै फोन आफ्नै वाट्सएप एउटा इमेल
र हाम्रो डेडिकेटेड उपसचिव र 2टा अफिसर सहितको टिम छ हेर्नुहोस्। त्यो टिमले अर्थ मन्त्रालय मात्रै होइन कि अन्य निकायका सेवा प्रवाहसँग सम्बन्धित गुनासाहरू पनि हामीले प्राप्त गर्ने र सम्बोधन गर्ने मेकानिजमै बनाएको छ। अब त्यो गुनासो हेर्नेका विरुद्ध पनि यो गुनासोको विषय के रहेछ भने पास्न पाएको कठिनाइको विषय चाहिँ तपाईँहरूको रह्यो होइन, त्यसमा हामीले हेरि नै हाल्छौँ, त्यसमा अन्य प्रस्तुत गर्नु पर्दैन। र यो विषय जुन चाहिँ रिलायन्स स्पिनिङको आइपिओसँग सम्बन्धित विषय गर्नुभएको छ, यो हामी मन्त्रीज्यूलाई अहिले तपाईँहरूले राख्नुभएको कुरा ओइल ब्रिक पनि गर्छौँ र यो चाहिँ मन्त्रीज्यू आज अब मिटिङ के सोधि आउने कार्यक्रम छ आज आउँछ। भोलि बिहान फर्स्ट आवरमै उहाँलाई चाहिँ फर्स्ट ब्रिफिङ ए अनि सुन्नु न सर, तपाईँहरूले हाम्रो अनुवाद देख्नु भएको छ पहिला, यो मन्त्रालयमा देख्नु भएको छ। हामी बिना काममा कुनै मन्त्रालय छिर्दैनौँ कि मन्त्रीलाई पनि भेट्दैनौँ कि। हामीले मन्त्रीलाई भेटेर एउटा कुनै मागपत्र बुझाएर फोटो किन्ने खालको हामी हाम्रो रहर पनि छैन। अनि उहाँ तपाईँ नै हो होइन, उहाँ सरलाई भन्दाखेरि उहाँ सरलाई पनि खबर नै गरेको होइन, वाट्सएपै गरेको। उहाँले त नम्बर पठाएर हाम्रो यो निवेदन पठाए उहाँसम्म पुग्नुलाई ढिला भएको छ। उहाँलाई मैले लगभग 3:45 खबर दियो, लास्टमा नम्बर पाएर, त्यो पनि गेटमा प्रशासनको हाम्रो पुलिस सरबाट चाहिँ पाएको हो होइन, यहाँ हुनुहुन्न उहाँहरूबाट। त्यसपछि पाएपछि उहाँले के भन्नु सम्पर्क थियो अनि आज त भएन सर। यो हाम्रो जुन जेन्जी कार्ड छ नि, यस्तो इस्युहरू आयो भने चाहिँ हाम्रो यो कार्ड किन बनाइदिनु भएको त्यो पनि एकचोटि भनिदिनुहोस् न। हजुरहरूले हामीलाई यो कार्ड चाहिँ किन बनाइदिनु भएको त्यो भनिदिनु त। यो चाहिँ क्रियातिर होइन त्यो जिल्लाको तिमी देव साहबलाई अब सुन्नु है, देव साहबलाई नै हामीले भन्यौँ यस्तो इस्युहरू हामीलाई नै खबर गरिदिनु होला, हामी नै त्यसलाई अरूभन्दा के भने अनि अब हामी एउटा कुरा सोध्छु है, अब उहाँले के सर मन्त्रीज्यूले के भन्नु होइन उसले प्रश्न राख्नु उहाँले के भन्नु अनि के गर्नु भने तपाईँले उहाँले अब मन्त्रीज्यूलाई फोन गरेर हामी यहाँबाट के गर्छौँ भने मन्त्रीज्यूलाई भेट्दैनौँ, तर यो कुरा छ नि आज बाँडफाँड उहाँले कसरी गर्नु लागेको छ। अब यहाँ यो माहौल दिएर आज बेलुकै म बाँडफाँड हुन्छ कि 100% रोकिहाल्नु तपाईँ पहिला के भयो चाहिँ बाँडफाँड गर्नु आज रोकिहाल्नु पर्छ, रोकिहाल्नु पहिला बाँडफाँडको रोकौँ, पहिला बाँडफाँड चाहिँ हो त्यो पहिलो त बाँडफाँड रोकौँ पहिला बाँडफाँड रोकौँ अनि त्यसपछि अर्को कुरा पसेर बस्ने छानबिनका कुरा कारबाहीको कुराहरू नेपालको कानुन दैवले जानु हामीलाई पनि थाहा छ। हाम्रो यहाँ यो विषयमा त सजिलोले तपाईँहरूले यो कुरामा चाहिँ भोलिको दिनमा देव साहबलाई भनी यस्ता इस्युहरू आयो भने हामीलाई डाइरेक्ट पनि खबर स्विच अफ भयो भने टेस्ट गर्नु होला। यहाँ सुन्नु न, आज चाहिँ के भन्न चाहन्छु भने यो जुन विषय उठाएको छ नि बाँडफाँडको विषय, यो आइपीको होइन, आज रोक्नै पर्छ। आज बेलुका हुन लागिरहेको यो काम आज बेलुका हुन लागिरहेको राजीनामा कुरा छानबिनको कुरा हुन्छ होइन, तर यो रोकेन भने विदेशमा बसेको दुःख गरेको हो मान्छेले पसिना बगाएर कुनै मान्छेहरू भनौँ न एउटा युज शब्द भनौँ न, अब खाडीमा बसेको बिचरा उहाँहरू एकदम मेहनत गरेर त्यस्तो गर्मीमा 50 डिग्रीको घाममा कसरी गर्न सक्नुहुन्छ? यो विषय के सर भनेमा म थोरै थप्छु। यो हजुरहरूले एउटा सुशासनकै सन्दर्भमा एउटा माग लिएर आएको है, तपाईँले हामीलाई शत्रु, हामीले तपाईँलाई शत्रु नभए हामी एउटै उसमा छौँ है। म पनि आएको धेरै त भएन, 5-7 दिन मात्रै भयो यहाँ अर्थ मन्त्रालयमा आएको, तर तपाईँ हामी सबै मिलेर नै सुशासनको कुरा आएको छ। हजुरहरूले मान्य मन्त्रीज्यूलाई सम्बोधन गरेर एउटा निवेदन ज्ञापन पत्र जे दिनुभएको छ होइन। अब मन्त्रीज्यूलाई यो जानकारीमा पुगिसकेको छ, तपाईँहरूले नै गर्नुभयो। अब हाम्रो संयन्त्रबाट नि गएकै छ। अब आज मन्त्रीज्यू आउनुहुन्न अरे, भोलि फर्स्टै आवरमा आउनुहुन्छ। यी सबै विषय मन्त्रीज्यूले यो मान्य मन्त्रीज्यूबाट निर्देशन हुनुपर्ने विषय, धेरै विषयहरू मान्य मन्त्रीज्यूबाट निर्देशन आज बेलुका बाँडफाँड हुन लागिरहेको छ, त्यो आज बेलुकै रोक्नुपर्ने छ। मन्त्रीज्यूलाई ब्रिफ हुन्छ, मन्त्रीज्यूले निर्देशन गर्नु। अब मैले थोरै भने हामीलाई पनि त्यसरी तपाईँहरूसँग धेरै बेर यसरी तपाईँहरूको अमूल्य समय तपाईँहरू देशको मान्छे हो, देशलाई गर्नुहोस् भन्ने हो हाम्रो है। तर तपाईँहरू जस्तै कोट लगाएका चाहिँ हाम्रै साथीहरूले यो देशलाई चुस्या हुनाले त हामी जस्तो युवाहरू यहाँ सडकमा आउनु पर्यो। त्यो कुरालाई पनि नभुलिदिनु होला है। आज कर्मचारीले सुशासनको कुरा तपाईँले सहजै भन्नुभयो, तर सुशासनको अनुभूति भयो कि भएन भने आज दिनभरिको घटना देखाउँछ के
है। अनि अर्को कुरा यो हजुरलाई हामीले त खासमा लेखेको मन्त्रीलाई थियो, मन्त्रीज्यू चाहिँ आउन सक्नु भएन, उहाँको पनि कार्यव्यस्तता होला, हामीले मन्त्रीज्यूलाई भेट्न खोजेका पनि होइन दिउँसो है। तर अब यो तपाईँहरूले यो पत्र लिँदै गर्दा यसको जिम्मेवारी पनि तपाईँले लिनुपर्छ है। हेलो सर यता सुन्नु न सर, यो पत्र तपाईँहरूले लिँदै गर्दा हामी घाइतेहरूको तर्फबाट यसको जिम्मेवारी पनि तपाईँहरूले लिनुपर्छ। भोलि यदि चाहिँ सूचना भोलि हामीले अहिले बेलुका गएर अनलाइनमा हेर्दै गर्दा आइपिओ निष्कासन भयो भनेर यदि कुरा आयो भने त्यसको जिम्मेवारी पनि हजुरहरूले लिनै पर्छ दुईजनाले। हजुरहरूको नाम याद गर्नु, अनुहार त याद भयो नि त। नाम पनि मजाले याद गर्नु, किन याद नगर्नु? खबर गरोस्। आज बेलुका बाँडफाँड हुन लागिरहेछ, के गरेर त्यो बाँडफाँड भयो भने तपाईँहरू दोषी हुनुहुन्छ भनेर भन्न खोजेको। तपाईँहरूले मन्त्रीज्यूलाई सम्बोधन गरेर जुन दिनुभएको छ नि, यो विषय यो मन्त्रीज्यू सबै कतिपय सचिवबाट होला, कतिपय कति बजी आउनु मन्त्रीबाट होला, कतिपय निर्णय प्रधानमन्त्रीबाट होला। निर्णय हुने पनि त हुन्छ, मन्त्रीज्यूकोमा पुग्छ। राम्रो छैन रे, हामीले पनि बुझ्नुपर्छ। सुन्नु न, 7 घण्टा 9 बजेबाट 7 घण्टाको लागि हामीले दुःख दिएको छ। त्यसको लागि उहाँले यो भोलि छानबिन गरेर उनीहरू चाहिन्छ हाम्रो अगाडि, उनीहरू मान्छेहरू पनि चाहियो हाम्रो अगाडि। अहिले हामी छुट्टी त्यही विषय नगरौँ, अब आइन्दा त्यस्तो अवस्था हुन नदिउँ। तपाईँ हामी सबै मिलेर सिंहदरबार तपाईँको नि हो, मेरो नि हो। यो त मन्दिर हो, मन्दिरभित्र बसेर चलाउने मान्छे चाहिँ राम्रो पुजारी चाहिँ राम्रो हुन्छ। पुजारी राम्रो भएन यो। त्यही भएर हामी यो मन्त्रीज्यूलाई हुन्छ सबै अनि सुन्नु न सर, हजुरहरू सचिव जस्तो मान्छे, हजुरहरूको अन्डरमा त्यत्रो चाहिँ एउटा प्रशासनिक निकाय बस्छ, कम्तीमा हजुरहरूले सुशासनको पाठ जसरी हामीलाई भन्नुभयो नि त्यो पाठ उहाँलाई सिकाउनुहोस् है। उहाँहरूले गर्दा देश बिग्रियो। आज हामीले नेतालाई दोष दियौँ, नेताले मात्रै होइन है, कर्मचारी देश बिग्रिरहेछ अब आन्दोलन भयो भने फेरि कर्मचारीको विरुद्ध हुन्छ सर सुन्नु न, यो आज बेलुका बाँडफाँड हुन लागिरहेछ, यो आज बेलुका चाहिँ जसरी नै रोक्नु है, यो चाहिँ रोक्नु परेछ। यो आज बेलुका जसरी नै रोक्नै पर्छ है हजुरहरूले। यो त सुन्नुहोस् न, सुन्नु न सर, रोकेन भन्दा भोलि दिन भयो अधिकार बोल्न म भन्छु, तपाईँलाई गेटमा रोकियो मलाई फोन गर्नु, म छिराइदिन्छु। त्यसको लागि हामी बोलेको त्यस्तै कुरा आज